नमस्ते साथीहरू, म अहिले मलेसियाको सुपर मार्केटमा कार्यरत छु। मेरो अहिले ब्रेक टाइम छ 1 घन्टाको। अनि म मलेसियाको मार्केटको बाहिर गाडीहरू कसरी पार्किङ गर्छ नि त्यो मैले देखाउन प्रयास गर्छु। म यो सुपर मार्केटमा काम गर्छु। यसको नाम इकोनसेप छ। गाडीहरू यहाँ यसरी पार्किङ गरेर राख्छ। अलिकति पनि यताउता राख्दैन यिनीहरूले। पुरा यहाँ लाइन छ नि, लाइन भित्रै राख्छ यिनीहरूले गाडी पार्किङ। यसलाई मलेसियामा केमा भन्छ, यसमा भित्र सामानहरू राख्छ। 100+ भित्र नआटाको सामान सबै यसमा राख्छ। मैले नै राखेको छु, मैले नै काम गर्छु। यो भित्र सबै पानी राख्छ। अनि यस्तो छ मलेसियाको बाहिरको सुपर मार्केटको दृश्य। अनि उतातिर रोड छ, गाडीहरू गइरहेछ। अनि उतातिर लास्टमा सिङ्गापुरको सेकेन्ड ह्यान्ड सामानहरू बेच्दो रहेछ। सिङ्गापुरबाट ल्याउने अनि उता बेच्दो रहेछ। गाडीहरू पनि गइरहेछ। अनि हाम्रो सुपर मार्केटको बोर्ड उता अगाडि देखिए ठुलो बोर्ड छ नि, ठुलो बोर्ड धेरै ठाउँबाट देख्ने गरी बनाएको छ। यस्तो छ यो सुपर मार्केटको नम्बर 2 नम्बर ढोका देख्न सक्नुहुन्छ पछाडि। यहाँ पनि ढोका छ, अगाडि पनि ढोका छ। सबै यसबाट पनि मान्छे छिर्न मिल्छ, अगाडि पनि छ। यो हाम्रो साथीहरू बस्दै होला। धेरैले ब्रेक टाइममा बस्छ, कसैले खान्छ, कसैले आफ्नो जसलाई जे मन लाग्छ त्यो गर्छ। अनि हाम्रो मैले काम गर्ने सुपर मार्केटको बोर्ड यस्तो रहेछ। अनि उता कन्टेनर छ नि, कन्टेनरमा सन्तोला राख्छ, धेरै सब्जीहरू राख्छ। यो नबिग्रोस् भनेर भित्र नटाएपछि यिनीहरूले यतातिर राख्दो रहेछ कि। यस्तो छ सुपर मार्केट मलेसियाको। यस्तो हुन्छ। आज मन्डेको दिन धेरै मान्छेहरू हुँदैन, सटरडे सन्डेको धेरै मान्छेहरू हुन्छ। यस्तो हुन्छ मलेसियाको मार्केट। म पनि भिडियो बनाउनको लागि बाहिर निस्छु। अलिअलि पानी पनि परिरहेछ, माथि बिजुली कर्किरहेछ। डर पनि लाग्छ पड्किन्छ भने मोबाइल। अनि म अगाडि गएर नम्बर 1 गेटसम्म जान्छु, त्यहाँसम्म म रेकर्ड गर्छु। यस्तो छ, राम्रो छ, काम पनि राम्रो हो, सेलेरी पनि ठिकै आउँछ। केही नगर्नु भन्दा राम्रो त केही गर्नु ठिक छ, मलाई जहाँसम्म लाग्छ। बेरोजगार हुनुभन्दा राम्रो त केही गर्नु ठिक छ कि। नम्बर 2 नम्बर 1 यो देख्न सक्नुहुन्छ। अनि यतातिरबाट हाम्रो सुपर मार्केटको यस्तो देखिन्छ। मैले यस्तो देखिन्छ अगाडिबाट सबै गाडी। उतातिर छ नि, उतातिर सबै चाइनिजहरू घर छ। चाइनिजहरूले उतातिर बस्छ। अनि उतातिर हाइवे छ। यो सबै खाली आज धेरै मान्छे छैन, मन्डे भएर। यस्तो छ। हामीहरूले यसमै काम गर्छौँ। यता पनि देख्न सक्नुहुन्छ ठुलो बोर्ड छ। धेरै ठाउँमा धेरै टाढाबाट देखिन्छ यो बोर्ड के त्यस्तो तरिकाले बनाएको छ। भित्र बाहिरबाट खासै राम्रो देखिँदैन, र भित्र चाहिँ राम्रो देखिन्छ। किनभने बाहिर यो भनेको बनाएको कन्सेप्ट धेरै भयो कि 10-12 साल भयो। अनि यिनीहरू कलर पनि गर्दैन पैसा बचाउनको, त्यही भएर यस्तो देखिन्छ। अनि यो बाटो भनेको यताबाट सामानहरू लिएर जान्छ कन्सेप्टभित्र, उता रिसिभ गर्छ अनि भित्र हामीले छिराउनु। सबै सामान यताबाट जान्छ कन्सेप्टमा। जे सुकै आएपछि त्यो बाटो फलो गरेर उता कम्प्युटर लागेको हुन्छ, त्यो सबै चेक गरेर भित्र हाल्छ। यस्तो छ। ओके साथीहरू।